कुबेर पुगेकी छोरीको रहस्यमय मृत्यु 18 दिनसम्म परिवार अन्धकारमा पोटेमायाको डरडानक अन्त्य। घरको गरिबी हटाउने सपना बोकेर कुबेर पुगेकी एक छोरी, तर अचानक उनको मृत्यु भयो। सबैभन्दा डरडानक कुरा, परिवारले यो खबर 18 दिनपछि मात्रै थाहा पाए। आखिर त्यहाँ के भयो? नेपालका हजारौँ युवाहरू जस्तै सिन्धुलीको हरिपुर गरी एक जातो डाँडाकिस पोटेमायास वैवाले पनि एउटा सपना देखेकी थिइन्। परिवारको आर्थिक अवस्था बदल्ने सपना, घरको ढुक्क हटाउने, आमा बुबाको अनुहारमा खुसी ल्याउने र भाइ बहिनीको भविष्य बनाउने आशा बोकेर उनी करिब 1.5 वर्ष अघि कुवेत पुगेकी थिइन्। तर विदेशमा उनले देखेको सपना आज एउटा रहस्यमय मृत्युमा बदलिएको छ। परिवारको अनुसार पोटेमायासँग केही दिन अघिसम्म नियमित कुराकानी भइरहेको थियो। उनले घर फर्किने योजना पनि सुनाएकी थिइन्, तर अचानक उनको फोन आउन बन्द भयो। परिवारले सुरुमा काममा व्यस्त होला भनेर सोचे, तर दिन बित्दै गए, फोन अझै बन्द नै रह्यो अनि एक दिन परिवारमाथि आकाश खस्यो। कुबेरबाट आएको एउटा खबरले सिङ्गो परिवारलाई स्तब्ध बनायो। पोटेमायाको मृत्यु भइसकेको रहेछ र त्यो खबर परिवारले पुरै 18 दिनपछि मात्रै थाहा पाए। तर यहाँ सबैभन्दा ठुलो प्रश्न के छ भने, उनको मृत्यु आखिर कसरी भयो? बिरामी भएर, कामको दबावले, अथवा त्यहाँ अरू कुनै रहस्य लुकेको छ? अहिलेसम्म उनको मृत्युको वास्तविक कारण खुल्न सकेको छैन। परिवार अहिले छोरीको शव नेपाल ल्याउन विभिन्न निकाय ठाइरहेको छ, तर प्रक्रियागत झन्झटले अझैसम्म शव नेपाल ल्याउन सकिएको छैन। आमा बुबाले अहिले एउटै आशामा बसेका छन्, कम्तीमा अन्तिम पटक छोरीको अनुहार हेर्न पाइयोस्।